अबको केही समयपछि चाहिँ हामी दुप्चेश्वर महादेवको मन्दिरमा पुग्ने। 2082 साल ज्येष्ठ महिनाको 31 गते शनिबारको दिन हामी नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वर मन्दिर दर्शनको लागि गइरहेका छौँ। अहिले बिहानको 7 बजेको करिब 1-1.5 घन्टा पछि हामी मन्दिर पुग्नेछौँ। अहिले चिया खाँदै बसेका छौँ। यो डाँडापरि चाहिँ ठिक्क काठमाडौँ भ्याली, त्यताबाट बाइक राइड गर्दै यो बाटो भएर आएँ। अहिले हामी नुवाकोटको चिल्लो बाटोमा गुडिरहेका छौँ। अझै हाम्रो मन्दिरसम्मको यात्रा बाँकी नै रहेको छ भने अहिले तपाईँहरूलाई देखाउन लागि एकदमै सुन्दर दृश्य, एकदमै सुन्दर गाउँ नुवाकोटमा रहेको बाटो पनि एकदमै सुन्दर छ। टाढा के हो यो ठाउँको नाम? र अहिले नुवाकोटको तादी गाउँपालिका 4-7 विषयमा हामी चिया खानुको लागि फेरि पल्टिएका छौँ। सो गाइज फाइनली वी आर इन दुप्चेश्वर गाउँपालिकामा। करिब 6 किलोमिटर पछि चाहिँ दुप्चेश्वर महादेवको मन्दिरसम्म पुग्छौँ। बिस्तारै अगाडि बढिरहेका छौँ। अबको केही समयपछि चाहिँ हामी दुप्चेश्वर महादेवको मन्दिरमा पुग्नेछौँ। यस्तो भइसकेको छ अवस्था। अहिले हाम्रो हिलो थियो अनि खुट्टा एकदमै खतरनाक। बिच बाटोमा चाहिँ बाटो एकदमै अप्ठ्यारो छ। चिल्मा खान केटाहरू। सो हामी दुप्चेश्वर पुगिसकेका छौँ। एकदमै भिड रहेको छ। हामी मन्दिरको जस्ट प्राङ्गणमा पुगिसकेका छौँ। यता ठिक्क हामी चाहिँ अहिले पुल तरेर मन्दिरतिर गइरहेका छौँ। सोमबार र शनिबारको दिन एकदमै बढी हुने गर्दछ भने आज शनिबार परेकोले गर्दा पनि अलि भिड छ भनौँ। तर यताको लोकल बासिन्दाहरूबाट चाहिँ बुझ्दाखेरि चाहिँ अहिले चाहिँ त्यति खासै भिड नभएको, बर्खाको मौसम वर्षाको मौसम लागेकोले गर्दा पनि यता भिड चाहिँ अलि कम भएको अवस्था रहेको छ। मन्दिरभित्र हामी पुगिसकेका छौँ। बाटो पनि यता पछाडि देखिने बाटो चाहिँ घुमेर जानुपर्ने र यता यो सिडी हुँदै भर्याङ हुँदै हामीले माथिको बाटो घुमेर आउनुपर्ने हुन्छ। हिरो यता चाहिँ किंवदन्ती अनुसार अनि ढाड दुखेकोहरूको चाहिँ यताबाट बाटो पास गर्यो भने चाहिँ ढाड दुखेको निको हुन्छ भन्ने मान्यता रहेको छ भने यता सम्पूर्ण श्रद्धालुहरूले त्यो किंवदन्तीलाई फलो गरिरहेका छन्। हर हर महादेव। एकदमै चिप्लो छ बाटो पनि। जय हर हर महादेव। मन्दिरको भर्याङहरू अनि भर्याङहरू हामी चढिरहेको छौँ। पछि
ठिक मन्दिरको अझै केही ओकालीमा चाहिँ मन्दिर रहेको छ। यस्तो बनायो भने चाहिँ जय शिव शम्भो हर हर महादेव। मन्दिरको लाइनमा अहिले हामी दर्शन गर्नको लागि पर्खेर बसेका छौँ। अनि पछाडि तपाईँहरूले देख्न सक्नुहुन्छ कतिको भिड छ भन्ने। र केही समयपछि चाहिँ हामीले दर्शन गरिसक्नेछौँ। र ओकाली एकदमै खत्रै ओकाली थियो र गर्मी पनि हुँदैछ। यता विक्रम विपिन दाई, उता अगाडि आन्टी हुनुहुन्छ र एकदमै भिड रहेको छ भने हामी त्यो तलको ओह्रालीबाट चाहिँ भर्याङ चढ्दै माथि आयौँ। श्रद्धालुहरूको भिड चाहिँ पूजा सकाएर हामी मन्दिर क्षेत्रबाट बाहिर निस्किरहेका छौँ। र माथि मन्दिर क्षेत्रमा चाहिँ क्यामेरा अलाउड हुँदैन, त्यही भएर मैले भिडियो बनाउन सकिनँ। मन्दिरको दर्शनपछि हामी मन्दिरबाट फर्किने क्रममा छौँ। अनि उता देखिने चाहिँ हाम्रो दुप्चेश्वर महादेवको मन्दिर। अब हामी फर्केर जान्छौँ।